तपाईहरु सम्पूर्णमा मेरो न्यानो अभिवादन. Good morning, good afternoon, good evening to whichever time you are tuning in. I'm your IELTS educator Robert Samling Rai, working under Silicon Education Damak. As of now, we'd like to welcome you all to my next education YouTube channel. Thank you so much for tuning in. यो तपाईहरुको सपोर्टले गर्दा नै आज हामी यहाँसम्म आइपुगेका छौं. अनि प्रिभियसली लेक्चर 9 को सिरिजमा हामीले विशेष गरेर IELTS मास्टर क्लास प्रिपरेसन 2026 को राइटिङ टास्क 1 को स्याम्पल क्वेशन्सहरु उठाएर हामीले सल्भ गरिरहेका थियौं. बट फर टुडे हामी तपाईहरुलाई लेक्चर 10 मा तपाईहरुलाई स्वागत गर्न चाहन्छौं. अनि यो लेक्चर सिरिजमा चाहिँ वी विल बेसिकली बी लुकिङ इन्टु राइटिङ टास्क 2 को स्याम्पल क्वेशन्सहरु हामीले हेरेर सल्भ गर्ने प्रयत्न गर्ने छौं. सो विदाउट वेस्टिङ एनी टाइम वी विल जम्प राइट इन्टु इट. अनि यो लेक्चर चाहिँ हामी बेसिकली हामीले पार्ट 1, पार्ट 2, 3, 4 गरेर 5 सम्म विभाजन गरेका छौं. सो बी इन ट्युन है. तपाईहरुले आफ्नो नोटिफिकेसन बेल अन राख्नु भएको छैन भने प्लिज डु दैट बिकज द भिडियो सिरिज इज गोइङ टु ड्रप. अनि आज चाहिँ हामीले हेर्ने भनेको बेसिकली स्याम्पल क्वेशन्स फर ओपिनियन एसे अथवा एग्री अर डिसएग्री को बारेमा हो. सो हामीले विगतमा पनि है टु व्हाट एक्सटेन्ट डु यु एग्री अर डिसएग्री भन्ने क्वेशन्सहरु आएको छ भने चाहिँ हामीले के हेरिरहेका थियौं. त्यो प्रकारको क्वेशन्स आएको छ भने चाहिँ व्हाट वी लुक्ड इन्टु भने चाहिँ हामीले इन्ट्रोडक्सन लेख्छौं. फर्स्ट इन्ट्रोडक्सन, अनि त्यसको बाद चाहिँ बडी प्याराग्राफ 1 है, अनि त्यसको बाद बडी प्याराग्राफ 2 अनि बडी प्याराग्राफ 3, त्यसको बाद कन्क्लुजन. सो बडी प्याराग्राफ 1 मा चाहिँ हामीले के लेख्छौं भनेका थियौं भने एग्री एग्री डिसएग्री है, अनि यसमा चाहिँ कन्क्लुजन बेसिकली. सो यो चाहिँ कुन टाइप अफ क्वेशनमा भने हामीले हेरिरहेका थियौं भने टु व्हाट एक्सटेन्ट डु यु एग्री अर डिसएग्री मा, अथवा डु यु एग्री अर डिसएग्री भन्ने टाइप अफ क्वेशनमा चाहिँ हामीले एग्री 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 पनि लेख्दा हुन्छ भनेर त्यो छलफल गरिरहेका थियौं. इफ यु हेभन्ट वाच दैट भिडियो प्लिज तपाईले यो लेक्चर हामीले बेसिकली त्यो चाहिँ हामीले राइटिङ टास्क 2 को त्यो भिडियोमा हामीले यो विषयहरुमा विस्तृत रूपमा छलफल गरेका छौं. सो टुडे वी हैव ब्रॉट टु यु ओपिनियन एसे को स्याम्पल क्वेशन हामीले तपाईहरुको समक्षमा लिएर आएका छौं. एन्ड माइन्ड यु म तपाईहरुलाई फर्स्ट थिङ भन्नुपर्ने हुन्छ, म चाहिँ यो आन्सर पढ्दा हुँदै आई एम नट गोइङ टु ट्रान्सलेट इट. मैले यो यसै कारण उठाएको छु तपाईहरुलाई स्ट्रक्चर देखाउनको लागि है. यसको भाव तपाईले आफै बुझ्ने प्रयत्न गर्नुपर्छ. भर्सक म जति यहाँ तपाईको र यो क्वेशनको बीचमा एउटा मेडिएटरको रूपमा भएर त्यसलाई तपाईहरुलाई कसरी लेख्नु पर्ने त्यो ढाँचा सिकाउन आएको छु, न कि त्यसलाई ट्रान्सलेट गर्न. बट प्रोभाइडेड दैट आई एम नट रिफ्रेनिङ फ्रम ट्रान्सलेटिङ इट. जहाँ जहाँ जरुरी छ म त्यसलाई आफ्नै शब्दहरुमा भन्ने छु. तर प्रोभाइडेड दैट one thing that I need to mention is translation is not the forte of this lecture है. सो त्यसले गर्दा हुँदी त्यो कुरा याद राख्नुहोस्. बेसिकली यो चाहिँ स्ट्रक्चर अनि कुन प्रकारले लेख्नु पर्ने हो त्यो विषयमा. सो नाउ विदाउट वेस्टिङ एनी टाइम वी विल जम्प राइट इन्टु इट है. सो फर्स्ट चाहिँ हामीले ओपिनियन एसे अथवा एग्री अथवा डिसएग्री को क्वेशनमा चाहिँ हामीले के उठाएका छौं भन्ने प्रश्न चाहिँ इन द फ्युचर nobody will buy printed newspapers or books because they will be able to read everything they want online without paying. So यसले चाहिँ के भन्दैछ to what extent do you agree or disagree with the statement भनेर हामीलाई प्रश्न तेर्साइरहनु भएको छ. विगतमा चाहिँ हामीले आउनेवाला भविष्यमा चाहिँ के भन्दैछ भने मान्छेहरूले न्यूजपेपर र बुक्सहरु पढ्न छोड्छ अनि जे जति पढ्छन् उनीहरूले सबै डिजिटलले पढ्नेवाला छन्, पैसा नतिरिकन भनेर भन्दैछ. त्यो चाहिँ तपाईले कति सहमत जताउनुहुन्छ अनि कति चाहिँ असहमत हुनुहुन्छ तपाईले त्यो विषयमा चाहिँ लेख्नु पर्ने हो. सो यसलाई चाहिँ हामी स्पष्टताको साथ अघि बढिहाल्ने छौं. सो फर्स्ट सिन्स वी हैव अलरेडी नोटेड द क्वेशन, तपाईले क्वेशन नोट गर्नु भएको छ भने स्क्रिनशट लिँदा हुन्छ बिकज नाउ वी आर गोइङ टु मुभ है, फरवर्ड जाने छौं. अनि यसमा चाहिँ बेसिकली यो राइटिङ टास्क 2 लाई चाहिँ टाइटल पनि मैले दिएको थिएँ द फ्युचर अफ प्रिन्ट मिडिया भनेर. यसलाई इन्ट्रोडक्सनमा चाहिँ कसरी लेख्ने भने वी हैव लर्न्ड कि फर्स्ट थिङ फर्स्ट हामीले प्याराफ्रेज गर्न जरुरी छ
सो वेन यु राइट इट तपाईँले यसरी लेख्दा हुन्छ इन दिस कन्टेम्पोरेरी वर्ल्ड द डिजिटल रेभोल्युसन has significantly altered how individuals consume information, right? यो तपाईको paraphrase भयो. It is often argued that transitions to online platforms will eventually render printed books and newspaper obsolete, primarily because digital content is perceived as being accessible free of charge. तपाईले यो आइडिया बुझ्नुभयो. बेसिकली के भन्दैछ भने बुक्सहरु चाहिँ बादमा गएर थन्किन्छ होला, त्यो इट विल गो ब्याक टु द सेल्फ, किनभने अनलाइन सामग्रीहरु हामी जे जति कन्ज्युम गर्छौं त्यो फ्री अफ चार्ज हुन सक्छ भन्ने कुरा नै राखिरहेको छ नि त, राइट? सो तर अब चाहिँ के आयो भने तपाईको पोजिसन तपाई कहाँ उभिनु भएको छ. हाउएभर आई बिलिभ अदरवाइज एज द इन्ट्रिन्सिक भ्यालु अफ physical media and shift towards digital subscription suggest a more complex future. बुझ्नु हुँदैछ? उले चाहिँ के भन्दैछ भने मलाई चाहिँ त्यसको ठीक विपरीत लाग्छ. किताबहरु थन्किनेवाला छैन है, थन्किए पनि कथा त्यो प्रकारले बुनिनेवाला छैन भनेर चाहिँ आन्सर लेख्नेले भन्दैछ. बेसिकली यु आर सेइङ, or basically if I wrote the answer I am saying it. So for now I am saying कि म चाहिँ यो कुरामा एग्री गर्दिन, किनभने फिजिकल मिडिया र डिजिटल सब्सक्रिप्सनहरु तपाईले कुनै पनि जस्तै अनलाइन प्लेटफर्ममा पढ्नु हुँदाखेरि तपाईले सब्सक्रिप्सन लिनै पर्ने हुन्छ, which obviously shows that it is not free, हैन? त्यो फ्री होइन. सो त्यसै कारणले म चाहिँ यो आइडियाबाट अलिकति वञ्चित भएर बेग्लै दृष्टिकोण लिएर उभिएको छु. सो तपाईले यहाँ निर तपाईको पोजिसनलाई देखाइहाल्नु भयो, right? And after that what you are supposed to do is write the structure of the essay. Structure चाहिँ कसरी भने two arguments for agreement and a counter argument are explained in detail below along with conclusion, right? So since we are done with the introduction, हामीले structure पनि दियौ. मुनि चाहिँ के भन्दैछ भने एग्रीमेन्ट अनि काउन्टर आर्गुमेन्ट पनि एक्सप्लेन गरिएको छ डिटेल बिलोमा कन्क्लुजन को साथ भनेर भन्दैछ. सो तपाईले आन्सर लेख्दा हुँदै इन्ट्रोडक्सन बडी प्याराग्राफ 1 यो लेखिरहनु पर्दैन. यु क्यान डाइरेक्टली जम्प इन. यो लेख्नु बित्तिकै विदाउट राइटिङ दिस पार्ट यो पार्ट लेख्ने, देन यु राइट दिस पार्ट, राइट? द्याट्स हाउ वी डु इट. यस, एक्ज्याक्टली. तर यो चाहिँ मैले किन यसरी लेखेँ भने चाहिँ तपाईले बुझ्नु सकोस् भनेर है. बिफोर द्याट तर हैन, एन्डमा तपाईले यसको स्क्रिनशट लिँदा हुन्छ. फर नाउ वी विल लुक इन्टु बडी प्याराग्राफ 1. बडी प्याराग्राफ 1 मा चाहिँ बेसिकली मैले एग्री को पोइन्ट लगाएको छु है. बडी प्याराग्राफ 1 मा चाहिँ द राइज अफ डिजिटल एक्सेसिबिलिटी. सो यसले चाहिँ यो प्याराग्राफले चाहिँ जुन क्वेशनमा भनेको छ त्यो पोइन्टसँग एग्री गर्दैछ. कसरी भने आई एम गोइङ टु रिड इट आउट, यु डिसाइफर योरसेल्फ है. तपाईले यति चाहिँ बुझिसक्नु पर्छ. अब चाहिँ फेरि माइन्ड यु द आन्सर दैट आई हेभ रिटन यो ब्यान्ड 8.5 ल्याउनेहरूले चाहिँ यो प्रकारले लेख्छ. तपाईले इंग्लिश जुन प्रकारले प्रयोग गरिएको छ, अंग्रेजी भाषालाई कसरी रिपिट गरिएको छैन त्यो कुराहरू कान थापेर सुन्नुहोस्. अनि एट द एन्ड अफ द लेक्चर तपाईले डेफिनेटली स्क्रिनशट पनि लिन पाउनुहुन्छ. सो यसलाई कसरी लेख्न सक्छौं भने द प्राइमेरी रिजन many foresee the end of print is the unparalleled convenience and cost effectiveness of online resources. है, digital platforms allow users to access a global library of information instantaneously, consequently eliminating the overhead cost associated with paper, printing and distributors. One thing एकदमै इन्ट्रेस्टिङ छ यहाँ चाहिँ के छ भने तपाईले बडी प्याराग्राफ 1 मा याद गर्नुभएन भने यहाँ चाहिँ मेन आइडिया छ. के भन्दैछ भने प्राइमेरी रिजन कि प्रिन्ट चाहिँ अनप्यारलल्ड कन्भिनियन्स अनि कस्ट इफेक्टिभनेस अफ अनलाइन सोर्सेस. आई एम गोइङ टु से इट अगेन. द प्राइमेरी रिजन मेनी फोरसी द एन्ड अफ के भन्दैछ प्रिन्ट is the unparalleled convenience and cost effectiveness of online resources. प्रिन्ट को चाहिँ यसै कारण अन्त हुँदैछ किनभने चाहिँ जुन सहजताले अथवा जुन खर्च नगरिकन हामीले अनलाइन रिसोर्सेस पाउँछौं त्यसलाई हामीले आधार बनाएर हेर्ने हो भने प्रिन्ट चाहिँ खत्तम हुन सक्छ भनेर चाहिँ त्यो जुन अलरेडी एस्टाब्लिश गरिसकेको क्वेशन चाहिँ त्यसलाई एग्री मात्रै गर्दैछ.
तर हेर्नुहोस् है, यो चाहिँ तपाईँको मेन आइडिया भयो। तर यसलाई कसरी एक्सप्लेन गर्दैछ भने डिजिटल प्लेटफर्म्स allow users to access a global library of information, होइन, instantaneously, consequently eliminating the overhead cost associated with paper, printing and distribution. अनि त्यसको बाद चाहिँ कसरी एक्सप्लेनेसन भइहाल्यो यो त, राइट? यो तपाईँको मेन आइडिया भयो। अनि यहाँदेखि उपरान्त एक्सप्लेनेसन भयो। अनि यहाँदेखि उपरान्त इक्जाम्पल है। फर इन्स्टेन्स भन्ने बित्तिकै तपाईँले के बुझ्नु पर्यो? इक्जाम्पल। इक्जाम्पलमा चाहिँ के भन्दैछ भने फर इन्स्टेन्स इन माई ओन एक्सपिरियन्स आई हेभ ट्रान्जिसन्ड फ्रम बाइङ सेभरल मन्थली म्यागजिन्स टु फलोइङ the social media feeds and websites which provide real time updates for free. किताब किनिबस्नु भन्दा मैले सोशल मिडिया अपडेटबाटै अनि फोनमा जुन मेसेजेसहरू आउँछ त्यो हेरेकोद्वारा नै म त्यो कुराहरू नै कन्ज्युम गर्छु, किनभने त्यो फ्री छ, होइन? सो यो चाहिँ तपाईँको के भयो? इक्जाम्पल भयो, पर्सनल इक्जाम्पल दिनुहुँदैछ। त्यसको बाद चाहिँ वाट यु आर डुइङ? कन्क्लुज्ड। तपाईँले त्यसको बाद चाहिँ के गर्नुहुँदैछ? कन्क्लुजन। देयरफोर द इकोनोमिक एन्ड प्र्याक्टिकल एडभान्टेजेस अफ डिजिटल consumption strongly support the decline of traditional print भनेर चाहिँ यो चाहिँ के गरिरहेको छ? कन्क्लुड गरिरहेको छ, राइट? सो नाउ सिन्स वी आर डन विथ द बडी प्याराग्राफ 1, बडी प्याराग्राफ 2 इज नो डिफरेन्ट है। बडी प्याराग्राफ 2 पनि कुनै डिफरेन्ट छैन। सो बडी प्याराग्राफ 2 मा पनि छ। यो चाहिँ तपाईँको मेन आइडिया भयो। यो चाहिँ बडी प्याराग्राफ 2 मा चाहिँ त पे वाल रियालिटी, एग्री डिसएग्री, यो चाहिँ नुवान्स भ्यू देखाएको छ। दुईटै पोइन्टलाई ब्यालेन्स गरेर लेख्नु खोजिएको छ है। सो यसमा चाहिँ तपाईँले कसरी के लेखिएको छ भने डिस्पाइट द ट्रेन्ड टुवर्ड डिजिटल रिडिङ द एजम्सन द्याट अल अनलाइन कन्टेन्ट विल रिमेन फ्री इज इन्क्रिजिङली इनएक्युरेट है। इनफ्याक्ट हाई क्वालिटी जर्नलिजम एन्ड एकाडेमिक, यो चाहिँ एक्सप्लेनेसन हो। इनफ्याक्ट हाई क्वालिटी जर्नलिजम एन्ड एकाडेमिक लिटरेचर आर मुभिङ टुवर्ड्स सब्सक्रिप्सन बेस्ड models or paywalls to ensure financial के भन्दैछ? सस्टेनेबिलिटी। यो चाहिँ तपाईँको के भयो? एक्सप्लेनेसन भयो। डिजिटल रिडिङपट्टि त्यो मान्छेको मन बढ्दै गए पनि हामीले के बुझ्न सक्छौँ भने द एजम्सन द्याट अल अनलाइन कन्टेन्ट विल रिमेन फ्री इन्क्रिजिङली, यो इनएक्युरेट हो भनिरहेको छ। किनभने चाहिँ हाई क्वालिटी जर्नलिजम अनि एकाडेमिक लिटरेचरहरू पनि बादमा चाहिँ सब्सक्रिप्सनै तिरेर, पैसै तिरेर पढ्नुपर्ने हुन्छ, जुन चाहिँ फिनान्सियली सुटेबल नहुन सक्ला भनेर चाहिँ उहाँहरूले आफ्नो मत, आफ्नो विचार टक्राइरहनु भएको छ। अनि त्यसको बाद चाहिँ के आयो भने आफ्टर द्याट यो तपाईँको मेन आइडिया भयो। आइएम जस्ट सोइङ यु द स्ट्रक्चर। त्यसको बाद एक्सप्लेनेसन यतिमा गर्नुभएको छ एन्ड इमिडिएटली आफ्टर द्याट इक्जाम्पल। इक्जाम्पलमा चाहिँ के लेखेको छ हेर्नुहोस् है। To illustrate, many prominent newspapers such as the New York Times now require a paid digital subscription after a limited number of free articles, right? जस्तै न्यू यर्क टाइम भयो अनि prominent newspaper तपाईहरुले चाहिँ केही समयसँग फ्री चलाउनु भएपछि त्यसको बाद तपाईले सब्स्क्रिप्सन लिनै पर्ने अवस्था सृजना भएको छ, राइट? अनि त्यसको बाद चाहिँ कन्क्लुजन। कन्क्लुड चाहिँ के गरेर भन्दैछ भने एज अ रिजल्ट इभन इफ प्रिन्टेड भर्जन डिसएपियर्स है, प्रिन्टेड भर्जन डिसएपियर भयो भने पनि के भन्दैछ? वेयर इन बडी प्याराग्राफ 2, राइट? प्रिन्टेड भर्जन पनि डिसएपियर भयो भने द आइडिया द्याट रिडर्स विल एक्सेस एभ्रिथिङ वुड विदाउट पेइङ इज अ मिसकन्सेप्सन एज प्रिमियम कन्टेन्ट स्टिल डिमान्ड्स अ फी। दस, यो चाहिँ कन्क्लुजन हो। दस द फिनेन्सियल एस्पेक्ट अफ प्रम्प्ट आर्गुमेन्ट इज पार्सियली फ्लड है। सो अनलाइन चाहिँ पैसा दिनु पर्दैन भन्ने त्यो आइडियालाई चाहिँ यसले हल्का च्यालेन्ज गरिरहेको छ। नाउ वी आर फाइनली कमिङ टु द पोइन्ट वेयर हामीले के गरिरहेका छौँ, बडी प्याराग्राफ 3 मा चाहिँ कम्प्लिटली डिसएग्री गरिरहेका छौँ। द एन्ड्युरिङ भ्याल्यु अफ प्रिन्ट, यसलाई हामीले डिसएग्री गरिरहेका छौँ। कसरी भने चाहिँ यहाँ हेर्नुहोस् है, प्रिन्ट चाहिँ बाँचिरहन्छ। अनलाइन जत्तिकै हामी ट्रान्जिसन भए पनि सेकेन्ड प्याराग्राफले के इस्टाब्लिस गर्यो भने हामीलाई थाहा छ, हामीले अलिकति
फ्री भने पनि बादमा गएर पैसा तिर्नै पर्छ त भनेर भनिरहेको छ बट देन बडी प्याराग्राफ 3 ले चाहिँ त्यसलाई कम्प्लिटली डिसएग्री गर्दैछ जुन आइडिया कि प्रिन्ट चाहिँ समवेयर डाउन द लाइन इट विल भ्यानिस भन्ने आइडियाले च्यालेन्ज गरिरहेको छ अनि यहाँ चाहिँ के भन्दैछ भने अन द अदर ह्यान्ड सो यो तपाईँले विशेष गरेर लिङ्किङ वर्ड्सहरू पनि हेर्नुहोस् है जुन प्रकारले युज गरेको छ अन द अदर ह्यान्ड देयर रिमेन्स अ सिग्निफिकेन्ट सेगमेन्ट अफ पपुलेसन द्याट भ्याल्युज द tactile and psychological benefits of physical books है unlike के भन्दैछ digital screens which can cause eye strain and provide constant distraction printed books offer a focused unplugged reading experience that many collectors and students still prefer भनिरहेको छ अनि यहाँबाट चाहिँ हामीले के बुझ्न सक्छौँ भने धेरै जनाको लागि चाहिँ जस्ट अपोजिट आइडिया प्रिन्ट चाहिँ मेटाएर यो मेटाएर मेटिनेवाला छैन किनभने धेरैजनाको लागि किताब खोलेर पढ्नु चाहिँ इजी एक्सपिरियन्स हो दे विल बी लक्ड इन भन्दैछ अनि तपाईँले स्क्रिन हेरिरहने तपाईँको आईमा स्ट्रेन हुन्छ डिस्ट्र्याक्सन्सहरू ब्याकग्राउन्डमा अरू एप्सहरू चलिरहेको हुन्छ सो त्यसले गर्दा यु माइट बी डिस्ट्र्याक्टेड भन्ने आइडियालाई चाहिँ पुस फरवर्ड गर्दैछ अनि वी हेभ अलरेडी लिसन टु द्याट है हामीले यहाँसम्म सुन्यौँ सो अब के भन्दैछ भने according to general knowledge sales of physical books have actually remained resilient or even increased in certain genres such as fictions and children's literature over last decade. So यो चाहिँ तपाईले एउटा एक्जाम्पलको रूपमा एउटा जनरल नलेज अथवा तपाईले गर्नुभएको रिसर्चले प्रेजेन्ट गर्दैछ कि हामीले चाहिँ के पायौं भने फिजिकल बुक्स जुन एक्चुअली रिमेन गर्यो अनि के भन्छ डिफरेन्ट जनरस फिक्सन अनि चिल्ड्रेन लिटरेचर चाहिँ ओभर लास्ट डेकेड पनि यिनीहरूले किताब चाहिँ बेचि नै रहेको छ यिनीहरूको सेल्सहरू इन्क्रिज नै भइरहेको छ भनेर भन्दैछ सो दिस इज अ स्ट्रङ वे टु सपोर्ट यर हाइपोथेसिस भनौँ न तपाईँले जेनरल नलेज पनि इक्जाम्पलमा लेख्दा हुन्छ अनि फाइनली फर दिस रिजन द युनिक सेन्सरी एक्सपिरियन्स अफ प्रिन्ट एन्स्योर्स इट विल लाइकली को एक्जिस्ट विथ डिजिटल फर्मेट्स रादर देन भ्यानिस एन्टायरली राइट सो यसै कारणले गर्दा महाशय माइ लर्ड यसै कारणले गर्दाखेरि भनेर आफ्नो मुद्दाले पेश गरिरहनु भएको छ अब फाइनली कन्क्लुजनमा आउँदा हुँदै के भनेको छ भने कन्क्लुजनमा चाहिँ all in all while the shift toward online reading is undeniable due to its convenience it is unlikely that printed media will disappear completely or that all information will become free the emergence of digital paywalls coupled with the enduring preference for physical books indicate that the value of quality content remains high regardless of the medium. Ultimately, the future will likely see hybrid landscape where both digital and print media will serve different purpose for the global audience भनेर लेखिरहेको छ सो यहाँ तपाईले याद राख्नुपर्ने कुरा चाहिँ के भने कन्क्लुजनमा चाहिँ जब उनीहरूले लेखेको छ नयाँ आइडिया नयाँ इन्फर्मेसन एड गर्नुभएको छैन the information which we have already written in body paragraph 1 body paragraph 2 body paragraph 1 2 छोडेर 3 है त्यही कुराहरुलाई लेखेर चाहिँ के भन्नुहुँदैछ समेटेर लेख्नु भएको छ अनि अल्टिमेटली के भन्दैछ भने चाहिँ हाइब्रिड ल्यान्डस्केप चाहिँ देख्न सकिन्छ प्रिन्ट कम्प्लिटली लुज पनि लस्ट हुँदैन है तर त्यसको बीचमा त्यो मध्यस्थमा चाहिँ प्रिन्ट पनि चलिरहेको हुन्छ डिजिटल ल्यान्डस्केपको त्यो पढाइ पनि बराबर अघि बढ तीव्रता साथ अघि बढ्छ भनेर चाहिँ कन्क्लुड गरिरहेको छ राइट सो वर्ड लेन्थ 310 छ मैले फेरि पनि भने तपाईले एसे बुझ्नु भएन होला बट द होल आइडिया अफ प्रेजेन्टिङ दिस टु यु इज हाउ यु आर सपोज टु राइट योर आन्सर्स है त्यसले गर्दाखेरि मैले ओपिनियन एसेको तपाईसँग तपाईहरुको सामु आज दुईटा प्रश्न स्याम्पल क्वेशन्स लिएर आएको छु ओभरअल वी हेभ 3 क्वेशन्स we are done with this part of the question if you want to take a screenshot please do the necessary है यो अलिकति सानो भयो होला सो यति नगरी फेरि क्वेशन्स पनि क्वेशनै आउँदैन so I guess you can look at this and take a screenshot right now after we are done with this we shall move into another part of the question which is this ओपिनियन एसे फेरि यो एग्री र डिसएग्री कै क्वेशन हो क्वेशन चाहिँ के भन्दैछ भने many manufactured food and drink products contain high levels of sugar
which causes many health problems. Sugary products should be made more expensive to encourage people to consume less sugar. के भन्दैछ भने धेरैवटा म्यानुफ्याक्चर्ड फुड र ड्रिङ्क्समा चाहिँ के हुन्छ भने हाई लेभल अफ सुगर हुन्छ भनेर भनिरहेको छ, जुनले चाहिँ के गर्छ भने अभियसली के गर्छ, त्यसले धेरैवटा हेल्थको प्रब्लमहरू कज गरेको हुन्छ. Sugary products should be made more expensive to encourage people to consume less sugar. So sugary products को चाहिँ दाम बढाउनु पर्छ है भनेर स्टेटमेन्टले चाहिँ भनिरहेको छ. उहाँहरूले के भन्दैछ, डु यु एग्री अर डिसएग्री? एग्री गर्नुहुन्छ कि डिसएग्री गर्नुहुन्छ? अगेन यु नो द ड्रिल, वी विल बिगिन विथ द इन्ट्रोडक्सन, राइट? इन्ट्रोडक्सनलाई हामी यसले गरिदिउँ न त. सो विल बिगिन विथ द इन्ट्रोडक्सन. सो इन्ट्रोडक्सनमा के भन्दैछ भने इन दिस कन्टेम्पोरेरी वर्ल्ड, यो चाहिँ फेरि प्याराफ्रेज गरिरहेको छ, द प्रेभलेन्स अफ हेल्थ इस्युज स्टेमिङ फ्रम एक्सेसिभ कन्जम्सन of sugar in processed foods or beverages has become a major concern. Yes, something that is already being established in the question. Recently, it has been suggested that increasing the retail price of these sugary products through taxation is the most effective way to deter consumers and improve public well-being. Paraphrase गरिरहेको छ. So, अब चाहिँ उसले आफ्नो पोजिसन भन्दैछ. डु यु एग्री अर डिसएग्री भनेर क्वेसनले भनेको छ नि त. के चाहिँ म विश्वास गर्छु भने, however, I believe otherwise, as financial penalties alone rarely address the root causes of poor dietary habits. Two arguments for agreement and a counter argument are explained in detail below with the conclusion भनेर भनिरहेको छ. म चाहिँ एन्टायरली त्यो कुरामा एग्री गर्दिनँ कि सुगरी प्रडक्ट्सहरूको चाहिँ दाम बढाएर मात्रै हुन्छ भन्ने कुरामा चाहिँ म एग्री गर्दिनँ. किनभने क्वेसनले चाहिँ भन्दैछ त्यो गर्यो भने चाहिँ मान्छेलाई इन्करेज हुन्छ कि सुगर चाहिँ कम खानुपर्छ भन्ने कुरामा चाहिँ उहाँले चाहिँ के गर्दैछ, आई बिलिभ अदरवाइज. सो वान थिङ द्याट यु निड टु किप इन यर माइन्ड भने चाहिँ इफ यु वान्ट अ गुड ब्यान्ड स्कोर भने चाहिँ तपाईँले पोजिसन अलरेडी क्लियर राख्नुपर्ने हुन्छ. आई एग्री कि चाहिँ आई डिसएग्री है. म दुध भात खेल्छु भने चाहिँ वी हेभ अलरेडी इस्ट्याब्लिस्ड इन द पास्ट, वान म्यान क्यानट सर्भ टु मास्टर्स एट द सेम टाइम. Or one man cannot put, one man cannot sail two boats at the same time. Just to give you some context to what I'm saying, right? So, यो चाहिँ तपाईको इन्ट्रोडक्सन भयो. इन्ट्रोडक्सन तपाईँले बुझिहाल्नु भयो. सो किन चाहिँ भनेर चाहिँ अब तपाईँले प्रश्न त्यो हाम्रो अगाडि प्रश्न तेर्साएको छ, तर फर्स्ट चाहिँ के गरौँ भने हामी एग्री गरिरहेको छौँ. So again I'm saying this, you don't need to write your answer मा, तर बडी प्याराग्राफमा चाहिँ इकोनोमिक डेटरेन्स यो चाहिँ एग्री गरेको पोइन्ट पनि राखिरहेको छ. ठिक छ, सुगरको दाम बढाउनुहोस्, एक्सपेन्सिभ बनाउनुहोस्, त्यसको चाहिँ म एग्री गरेको पोइन्ट पनि राखिएको छ. कसरी एग्री गर्दा चाहिँ पोइन्टहरू के छ भने, द प्राइमेरी रिजन सपोर्टर्स एडभोकेट फर हायर प्राइसेस इज द डाइरेक्ट इम्प्याक्ट cost has on consumer behavior. Yes, particularly among low-income groups, when the price of non-existential item rises, the demand typically decreases because people naturally seek more affordable alternatives. यहाँ चाहिँ के भन्दैछ भने, जब तपाईले कुनै पनि हैन लोअर इन्कम मान्छेहरू अथवा ग्रुप्सलाई चाहिँ जब तपाईले मध्यनजर लाउनु हुन्छ भने अनि तपाईले कुनै पनि कुराको प्राइस बढाइदिनु भयो भने त्यसको इम्प्याक्ट चाहिँ कस्टमा पर्छ अनि त्यसले गर्दा कन्ज्युमर बिहेभियरमा पनि तपाईले चेन्ज देख्न सक्नुहुन्छ. किनभने त्यो नन एक्जिस्टेन्शियल आइटमको दाम जब बढ्छ त्यो चाहिँ के हुन्छ भने त्यसको डिमान्ड चाहिँ घट्छ. बेसिक लज अफ इकोनोमी, राइट? अनि त्यो गर्दा हुँदै चाहिँ मान्छेले चाहिँ एफोर्डेबल अल्टरनेटिभ्सहरु सिक गर्छ भनेर भनिरहेको छ. सो व्हाट आई एम बेसिकली सेइङ इज यो चाहिँ तपाईको मेन आइडिया हो भने, इफ दिस इज योर मेन आइडिया, यो तपाईको मेन आइडिया हो भने यो तपाईको एक्सप्लेनेसन हो. किनभने यो एक्सप्लेनेसन किन एक्सप्लेनेसन हो भने तपाईले यहाँ हेर्न सक्नुहुन्छ है के भन्दैछ भने आई डोन्ट थिंक आई नीड टु इलाबोरेट दैट है. तपाईले किनभने वी हेभ अलरेडी ड्वेल्ड, तपाईले यो मेन आइडिया लेखिसक्नु भयो, त्यहाँदेखि त्यसको बाद तपाईको एक्सप्लेनेसन भयो. नाउ
we are coming to the example, right? For instance, in my own experience living in a city that implemented soda tax, I noticed a significant shift in my peers' habit as many began choosing bottled water over expensive carbonated drinks to save money भनेर भनिरहेको छ। के भन्दैछ भने जब पनि सोडा ट्याक्स लायो, मैले आफै बसेको सिटीमा जब सोडा ट्याक्स लायो, मान्छेले चाहिँ के गर्नु थाल्यो भने पानी प्रेफर गर्नु थाल्यो ओभर ड्रिङ्क्स, राइट? ओभर ड्रिङ्क्स एज इन तपाईँले त्यो बोटल्डवाला भनौँ न, नट टु नेम द ब्रान्ड्स, तर यु नो वाट आइम सेइङ, लाइक फ्रुट जुसेसहरू भनौँ न, होइन? सो त्यो भयो भने चाहिँ देयरफोर मेकिङ सुगरी प्रडक्ट्स मोर एक्सपेन्सिभ क्यान सर्भ एज अ पावरफुल फियास्कल टुल टु रेड्युस कन्जम्सन लेभल। सो यहाँ चाहिँ के गरिरहेको छ, बेसिकली कन्क्लुड गरिरहेको छ। I don't think I need to elaborate any more on this. So now we will be moving on to body paragraph 2. Body paragraph 2 चाहिँ फेरि disagree गरिरहेको छ। Note that it is के गर्दैछ, it is disagreeing. Body paragraph 2 ले चाहिँ disagree गर्दैछ। कसरी भने चाहिँ we will look into it है। यहाँ चाहिँ के भन्दैछ भने despite the potential of taxation focusing solely on price ignores the necessity of public education and the availability of health alternatives है। ट्याक्सेसन लाएर मात्रै चाहिँ के हुन्छ भने फोकसिङ सोली अन प्राइसले चाहिँ के गर्छ भने पब्लिक एडुकेसन अनि एभाइलेबिलिटी अफ हेल्थ अल्टरनेटिभ्सलाई चाहिँ अलिकति छाया पारेको जस्तो देखिन्छ। यो चाहिँ तपाईँको के भयो, मेन आइडिया भयो, तर एक्सप्लेनेसन। इन फ्याक्ट many individuals consume high level of sugar due to lack of nutritional literacy or on account of health food being more expensive than processed snacks. ले चाहिँ के भन्दैछ भने जेनरल नलेज नभएर मान्छेको है प्रोसेस्ड सुगर खाँदा त्यसले बडीमा कुन प्रकारले एफेक्ट गर्छ त्यो नलेज नभएर, अनि जुन चाहिएको फ्रुट्सहरू खानुपर्ने हो त्यसको दाम चाहिँ धेरै बढेर मान्छेले अल्टरनेटिभ चुज गरेर चाहिँ सुगरी प्रडक्ट्सहरू बेसी खाएको हो भनेर चाहिँ यहाँ स्पष्ट गरी भनिरहेको छ। टु इलस्ट्रेट जेनरल नलेज सजेस्ट द्याट विदाउट सब्सिडाइजिङ फ्रेस फ्रुट्स अ ट्याक्स अन सुगर मेयरली इन्क्रिजेस द कस्ट अफ लिभिङ फर द पोर। सो के भन्दैछ भने जब तपाईँले सुगरी प्रडक्ट्समा चाहिँ दाम बढाउनु हुँदैछ जसो पिपलले कन्ज्युम नगरोस् भनेर, त्यो गर्दा हुँदै चाहिँ के हुन्छ भने जेनरल नलेजले हामीले के भन्छ भने मान्छेलाई अझै जो कस्ट, जो गरिब हुनुहुन्छ ओके अल्टरनेटिभ्स त चाहियो नि त, फ्रुट्सहरू खानु पर्यो नि त, तर फ्रुटको दाम पनि महँगो छ, फेरि यता पनि दाम महँगो भयो भने उनीहरूको के हुन्छ, कस्ट अफ लिभिङ अझै हाई भएर जान्छ भनेर चाहिँ डिसएग्री गर्दैछ है। सो कन्सिक्वेन्टली प्युनिटिभ प्राइसिङ is an incomplete solution insofar as it fails to address the underlying social issues of nutrition भनेर भनिरहेको छ, right? So this is something that we dwelt in paragraph 2. अब paragraph 3 मा पनि चर्को स्वरले के गरिरहेछ, डिसएग्री नै गरिरहेको छ। The role of corporate responsibility डिसएग्री गरिरहेको छ। कसरी भने चाहिँ we will look into that. बडी प्याराग्राफ 3 मा चाहिँ के भन्दैछ भने on the other hand many argue that the burden of change should fall on manufacturers rather than consumers through price hikes है। सो यो चाहिँ कन्ज्युमर्समा भन्दा पनि म्यानुफ्याक्चरर्समा चाहिँ अलिकति उनीहरूले दबाब पर्नुपर्छ भन्दैछ। अनलाइक अब चाहिँ यो चाहिँ मेन आइडिया भयो, एक्सप्लेनेसन। Unlike a simple tax, government regulations could force companies to reformulate their recipes to contain less sugar or face heavy fines. Heavy fines हरु उनीहरूले बियर गर्नुपर्ने हुन्छ, रिपरकसन्स हरु बियर गर्नुपर्ने हुन्छ यदि उनीहरूले चाहिँ के गरेन भने त्यो जुन आइडिया, जुन गभर्नमेन्टले लाएको ट्याक्स लेबल्स भन्दा पनि यति मात्रै तपाईले लाउनु पर्छ है भनेर गभर्नमेन्टले नै एक्टिभली पार्टिसिपेट गरेर नारा जुलुसै लाएर यति मात्रै सुगर एड गर्नु पाउँछ भनेर उनीहरूले लाएन भने, यदि त्यो एग्री गरेन भने चाहिँ लास्टमा चाहिँ के हुनुपर्छ, उनीहरूलाई के हुनुपर्छ भन्दैछ, उनीहरूले चाहिँ पनिसमेन्ट बेयर गर्नुपर्छ, रेट्रिब्युसन, दे सुड बेयर द रेट्रिब्युसन भनेर चाहिँ हेभी फाइन्सको रूपमा हैन। सो आफ्टर द्याट यो चाहिँ इक्जाम्पल है। After, according to general knowledge, several European countries have successfully pressured drink manufacturers to reduce sugar contents by threatening strict industry regulations instead of just
tasking the end user इक्जाम्पल दिइरहेको छ एन्ड युजर भनेर मैले एन्ड गरेँ बट देन एन्ड युजर हुनुपर्ने हो किनभने दिस इज द एन्ड अफ द सेन्टेन्स है सो यु गेट द आइडिया दो कि धेरैवटा कुन कन्ट्रिजमा भन्दैछ युरोपियन कन्ट्रिजहरूमा चाहिँ जहाँ चाहिँ मिल्क म्यानुफ्याक्चरर्सहरूको लागि चाहिँ के गर्दैछ दाम उनीहरूले चाहिँ सुगर चाहिँ कन्टेन्ट घटाउनु पर्ने हुन्छ नत्र चाहिँ उनीहरूले चाहिँ देल हेभ टु बियर द रेट्रिब्युसन अथवा पनिसमेन्ट अथवा कन्सिक्वेन्सेस भोग्नुपर्छ भनेको खण्डमा चाहिँ गुड त्यसको रिजल्टहरू आएको छ भनेको छ सो फाइनली वी आर कन्क्लुडिङ इट फाइनली वी आर कन्क्लुडिङ एज इन बडी प्याराग्राफ 3 ले कन्क्लुड गर्दैछ सो फर दिस रिजन टार्गेटिङ द production stage is likely a more sustainable and equitable way to reduce national sugar intake. You got this? Yes. Now we'll finally move to the conclusion. Conclusion my feri pani you need to know one thing. Do not add new ideas. नयाँ ideas मलाई त बेग्लै एपिफेनी भयो मैले त something हुन्छ नि I just got enlightened last moment मा so let's add new idea. No. Definitely not. You're not adding anything new to that. Okay? So conclusion ma chai tapaile ke garnu parcha bhane what you're supposed to do in your conclusion bhane chai you're supposed to basically conclude, right? If that was too hard. So यसमा चाहिँ के भन्दैछ भने all in all while increasing the price of sugary goods may provide an immediate incentive for some to reduce their intake, it is far from a comprehensive solution. The emergence of educational gaps coupled with the need for corporate accountability indicates that a multifaceted approach is required. So finally यहाँ चाहिँ conclude गर्दैछ ultimately while I acknowledge the merits of a sugar tax ultimately while I acknowledge the merits of sugar tax I believe that lasting health improvements will only be achieved through a combination of education, subsidies for fresh food and stricter manufacturing standards. So यसरी चाहिँ उले conclude गरिरहेको छ. Yes, what a beautiful way to write an answer. So you can take a screenshot of this. If you want to write something like this, I do follow the structure कुन प्रकारले लेखिएको छ, right? I know the answers के भन्छ अलिकति डिसाइफर गर्नु गाह्रो परिरहेको होला बट प्रोभाइडेड द्याट आई थिङ्क इफ यु हेभ टेकन द स्क्रिनसट विल फाइनली मुभ टु द एन्ड पार्ट अफ द क्वेसन द्याट इज ओपिनियन एसे एग्री अर डिसएग्रीको क्वेसन नम्बर 3 दिस इज गोइङ टु बी द लास्ट क्वेसन अफ द पार्ट 1 है सो यसमा चाहिँ हामीले क्वेसन चाहिँ के हेरिरहेका छौँ भने वाट वी आर लुकिङ इन्टु भने चाहिँ Government should spend money on railways rather than roads. I think we have already done this. यो question हामीले previous class मा पनि हेरेका छौँ. But then we shall do it again किनभने answer difference. Interesting, isn't it? Right? एउटै प्रश्नलाई हामीले कतिवटा different perspective द्वारा लेख्न सक्छौँ भन्ने पनि एउटा सिक होस् न त यो क्लासबाट हैन. To what extent do you agree or disagree with this statement भनेर फेरि भनिरहेको छ. अब यसको लागि चाहिँ I merely tore it apart, hey? Blood gushing out of it type देखिरहेको थियो. But anyways, now we will begin with the introduction, hey? We'll begin with what? We'll keep that in mind and we'll begin with what? With the introduction. Introduction मा चाहिँ के भन्दैछ भने नि सरगुरुमाहरु यहाँ चाहिँ भन्दैछ गभर्नमेन्टले चाहिँ मेन आइडिया चाहिँ के भने गभर्नमेन्टले चाहिँ रेलवेजमा पैसा धेरै लाउनु पर्छ रोड्समा भन्दैछ. So to what extent do you agree or disagree with this statement भनेर भन्दैछ. So answer चाहिँ in this globalized era the debate regarding whether national budgets should prioritize the development of rail networks over road infrastructure has gained significant traction. Significantly, it has been argued recently that public funds are better invested in railways to enhance transportation efficiency and sustainability. So हामीले के पढ्यौँ भने यहाँदेखि यहाँसम्म प्याराफ्रेजै भइरहेको छ राइट त्यो आइडियाले कस्तो मजाले वाइड वेमा प्याराफ्रेज गरिरहेको छ तर अब चाहिँ उसले आफ्नो स्ट्यान्डिङ हाउएभर आई टोटली डिसएग्री विथ द स्टेटमेन्ट एज आई बिलिभ द्याट रोड रिमेन्स द फन्डामेन्टल ब्याकबोन अफ लजिस्टिक्स एन्ड पर्सनल मोबिलिटी इन मोस्ट नेसन्स राइट आफ्नो स्ट्यान्डिङ दिइरहेको छ
ठिक छ स्ट्याटिस्टिक्सले देखाउँछ होला रेलवेमा इन्भेस्ट गर्ने नै राम्रो हुन्छ, तर वाट आई एम अफ द ओपिनियन इज होइन, रोडमै खर्च गर्नुपर्छ। द्याट इज वाट आई बिलिभ। वाइ? त्यसको लागि चाहिँ 3 आर्गुमेन्ट्स फ्रम दिस डिसएग्रिमेन्ट आर एक्सप्लेन इन डिटेल बिलो एलोङ विथ द कन्क्लुजन है। सो यहाँबाट चाहिँ के बुझ्नुहोस् भने यो प्याराफ्रेज गरिरहेको छ इन्ट्रोडक्सनको, प्याराफ्रेज गरिरहेको छ। सो यहाँ चाहिँ उसको स्ट्यान्डिङ देखाइरहेको छ है, हवेभरदेखि यहाँसम्म चाहिँ उसको पोजिसन भनौँ न त, राइट। अनि यहाँ चाहिँ स्ट्रक्चर, मेरो एसेको स्ट्रक्चर चाहिँ संरचना चाहिँ यो प्रकारको हुन्छ है भनेर चाहिँ उसले जस्ट ओपनिङ द फ्लड गेट्स, राइट, इन अ गुड वे। सो नाउ वी विल डाइरेक्टली जम्प इन्टु बडी प्याराग्राफ 1। बडी प्याराग्राफ 1 लाई चाहिँ मैले आई हेभ टाइटल्ड इट, के भनेर टाइटल गरेको छु। सो यो चाहिँ वान थिङ चाहिँ के इम्पोर्टेन्ट छ भने इन्ट्रेस्टिङ छ भने मैले 3 पोइन्टमा डिसएग्री गरेको छु है। सो बडी प्याराग्राफ 1 लाई चाहिँ आई हेभ टाइटल्ड इट द नेसेसिटी अफ लास्ट माइल कनेक्टिभिटी। यो भनेको चाहिँ के हो? लेट्स डाइभ डिप इन्टु इट। ओके, यस। सो सो यसमा चाहिँ के भन्दैछ भने फेरि पनि to begin with, the primary reason for my opposition is that roads provide unparalleled flexibility and के भन्दैछ essential last mile connectivity than railways simply cannot achieve. यो हाम्रो के भयो? What do we call this? Main idea भयो explanation. While trains are efficient for moving goods between major hubs, they invariably require a supplementary road network to deliver items directly to homes, businesses and remote villages भनेर भन्दैछ। And after that, for instance, in my own experience, even when I travel by train, I must rely on a car or bus to reach my final destination from the station. यो चाहिँ के भयो तपाईको एक्जाम्पल भयो। फेरि what is this? Main idea? कतिचोटि एउटै कुरा दोहोऱ्याइरहेको भन्नु हुँदै होला, बिकज इट इज यो इन्ग्रेन्ड हुनु पर्यो नि त, हाम्रो दिमागमा छापिनु पर्यो क्या। सो त्यसको बाद चाहिँ यु आर सपोज टु राइट एक्सप्लेनेसन, एक्सप्लेनेसनको बाद इक्जाम्पल, फर इन्स्टेन्स, फर एपिटोम अथवा के लेख्दा हुन्छ, फर इक्जाम्पलै लेख्दा पनि भयो। सो यु क्यान सेट द्याट वे। अनि लास्टमा चाहिँ Therefore, neglecting road investment would lead to significant logistical bottlenecks, thereby making railways far less effective for general public. So, यो प्यासेजको मेन आइडिया चाहिँ के हो भने ल ठिक छ ट्रेनले मेन कुराहरू बोक्छ होला विभिन्न जग्गाहरूमा, तर लास्ट माइल कनेक्टिभिटी भनेको चाहिँ कुना ठाउँमा त जानु सक्दैन नि त। ट्रेन मेन डिस्ट्रिक्टसम्म तपाईँलाई पुऱ्याइदिएला, तर त्यहाँदेखि उपरान्त घरसम्म जानु पर्यो, घर त अलिकति कुनामै छ। सो त्यसको लागि त मैले बस लिनुपर्छ कि त अटो लिनुपर्छ कि मोटर भेहिकल्सहरू लिनुपर्छ, जुनको लागि रोडै चाहिन्छ। अनि इक्जाम्पलमा चाहिँ आफ्नो पर्सनल इक्जाम्पल पनि दिइरहेको छ, इन माई ओन एक्सपिरियन्स भनेर। अनि मैले विगतमा पनि तपाईँलाई भनेको छु यु क्यान राइट यो ओन एक्सपिरियन्स, अरूको एक्सपिरियन्स पनि तपाईँले लेख्दा हुन्छ, अनि जेनरल नलेज पनि लेख्दा हुन्छ। सो बेसिकली यो प्याराग्राफको आइडिया चाहिँ के हो भने रेलवेजले जहीँ तहीँ पुर्याउनु सक्दैन, तर रोडले सक्छ। मेरो पर्सनल इक्जाम्पलमा पनि त्यही कुराहरू यो आन्सरमा चाहिँ लेखिएको छ है। सो नाउ वी विल कम टु बडी प्याराग्राफ 2। बडी प्याराग्राफ 2 मा चाहिँ के छ भने फ्लेक्सिबिलिटी एन्ड पर्सनल कमर्सियल ट्रान्सपोर्ट। अनि माइन्ड यु यही कुरा चाहिँ यहाँ रिपिट भएको छैन, किनभने देयर इज अ डिफरेन्स। सो तपाईँले रिपिटेसन नगर्नुहोस्, एउटा प्याराग्राफमा एउटा आइडियालाई पक्रिएर चाहिँ यु हेभ टु वक एलोङ विथ द्याट है। सो यसमा चाहिँ के भन्दैछ भने फर्दर मोर डिस्पाइट द हाई क्यापेसिटी अफ रेल ट्राभल, रोड इन्फ्रास्ट्रक्चर अफर्स अ लेभल अफ कन्भिनियन्स एन्ड अटोनोमी द्याट इज भाइटल फर मोडर्न इकोनोमिक एक्टिभिटी, राइट। यो चाहिँ तपाईँको के भयो फेरि मेन आइडिया भयो। एक्सप्लेनेसनमा हेरौँ के छ। Not only do roads allow for door-to-door transport at any time, but rail travel is also restricted by fixed schedules and specific geographic routes. Yes, के भन्दैछ भने
हाई क्यापेसिटी रेलले हाई क्यापेसिटीमा बोक्नु सके पनि रोड इन्फ्रास्ट्रक्चरले चाहिँ एउटा कन्भिनियन्स एलो गर्छ मान्छेहरूलाई, सजिलो दिन्छ, आफ्नै सहजतामा उनीहरू यात्रा गर्न सक्छ हैन, जुन चाहिँ मोडर्न इकोनोमीको लागि इम्पोर्टेन्ट हो भन्दैछ। अनि यो ट्रेनको ट्राभल्सहरू चाहिँ एफिसिएन्ट ठुल्ठुलो गुड्सहरू बोकेर मेजर हब्सहरूमा उनीहरू जान सक्छ भन्ने कुरा चाहिँ हामीले बडी प्याराग्राफ 1 मा हेरिरहेका थियौँ। तर यसमा चाहिँ के भन्दैछ भने रोडले चाहिँ डोर टु डोर ट्रान्सपोर्ट मात्रै एट एनी टाइम मात्रै गर्दैन, तर रेल ट्राभल चाहिँ टाइमसँग स्पेसिफिक टाइममा चाहिँ हिँड्छ अनि जियोग्राफिकल रुट्सहरूमा त्यो एक हिसाबले बन्दी भएको हुन्छ, जहीँ तहीँ तपाईँले रेलवे ट्र्याक्स खन्न सक्नु हुँदैन, यो रेस्ट्रिक्टेड टु द जियोग्राफिकल रुट्स, त्यही भनिरहेको छ। सो टु इलस्ट्रेट भनेर यहाँ चाहिँ इक्जाम्पल दिइरहेको छ। टु इलस्ट्रेट general knowledge suggests that small businesses and tradespersons depend entirely on vans and trucks to transport tools and products to varying locations that are often accessible by track. This is explanatory in itself, होइन? So किनभने अब चाहिँ कन्क्लुजन आउँदैछ। As a result, I maintain that prioritizing railway at the expense of road would stifle the operational capacity of private sector considerably भनेर चाहिँ उसले आफ्नो मतलाई, आफ्नो जाहेर, आफ्नो विचारलाई उसले भन्नाले कसले, द राइटर, इन दिस केस द राइटर इज मी, सो आइम रेफरिङ टु माइ सेल्फ एज द थर्ड पर्सन है। दिस इज वाट द रक इन हिज प्राइम वुड डु, राइट? ही वुड कल हिमसेल्फ द रक सेड सो भन्थ्यो नि त, थर्ड पर्सन। एनिवेज, नट टु डाइग्रेस, बडी प्याराग्राफ 3 मा चाहिँ के छ भने इन्फ्रास्ट्रक्चर मेन्टेनेन्स एन्ड रुरल एक्सेसिबिलिटी, यसले पनि यो पोइन्टले पनि डिसएग्री गरिरहेको छ कि रेलवेजलाई नै फोकस गर्नुपर्छ भन्ने कुराले चाहिँ किन फोकस गर्नु हुँदैन, रोडलाई नै किन फोकस गर्नुपर्छ भन्ने कुरा चाहिँ यहाँ लेखिएको छ। कसरी भने चाहिँ वी विल लुक इन्टु दिस। यहाँदेखि यहाँ चाहिँ तपाईँको फेरि मेन आइडिया भयो। अन द अदर ह्यान्ड, फोकसिङ स्पेन्डिङ प्रिडोमिनेन्टली अन रेलवेज अफन रिजल्ट्स इन द मार्जिनलाइजेसन अफ रुरल कम्युनिटिज द्याट डु नट ह्याभ द पपुलेसन डेन्सिटी टु जस्टिफाई एक्सपेन्सिभ रेल प्रोजेक्ट्स। सो मार्जिनलाइज कम्युनिटिजहरूलाई चाहिँ उनीहरू थोरै मात्र हुन्छन् अनि हामीलाई पनि के भन्दा रेलवे ट्र्याक्स ल्याइदिए भन्दा चाहिँ कसले सुन्छ होला उनीहरूलाई, बेसिकली त्यही हो आइडिया। अनलाइक, यो चाहिँ तपाईँको एक्सप्लेनेसन, अनलाइक हाई स्पिड रेल विच टिपिकली कनेक्ट्स मेजर अर्बन सेन्टर्स, अ वेल मेन्टेन्ड रोड नेटवर्क एन्स्योर्स द्याट सिटिजन इज लेस, फेरि पढौँ है, अनलाइक हाई स्पिड रेल विच typically connects major urban centers, a well-maintained road network ensures that citizens in less populated areas have access to healthcare, education and markets. In addition, according to general knowledge, यो चाहिँ फेरि तपाईको के हो भने example हो। In addition, according to general knowledge, many developing regions have seen greater poverty reduction through basic road paving rather than through isolated rail developments, है, बुझ्नु हुँदैछ। सो कुनै ठाउँमा चाहिँ रेल रोडले भन्दा पनि रोड पुर्याएको खण्डमा चाहिँ त्यो सानो कम्युनिटीहरू चाहिँ अथवा के भन्दैछ, अकर्डिङ टु जेनरल डेभलपिङ नलेज मेनी डेभलपिङ रिजन्स पोभर्टी चाहिँ धेरै घटेको छ रोड पेभिङ गरेर इन्स्टेड अफ आइसोलेटेड रोड डेभलपमेन्ट्स। सो रेल डेभलपमेन्ट गर्नुभन्दा राम्रो चाहिँ रोडलाई नै गर्नु हो भनेर त्यो मेन आइडिया चाहिँ त्यही हो। फर दिस रिजन आई बिलिभ द्याट रोड इन्भेस्टमेन्ट इज मोर इक्विटेबल एन्ड एसेन्सियल फर नेसनल कोहेजन एन्ड रेल सेन्ट्रिक स्पेन्डिङ। अब चाहिँ हामी कन्क्लुजनमा आउँदैछ। अल इन अल, वाइल रेलवेज आर एन एक्सिलेन्ट मोड अफ मास ट्रान्जिट, दे क्यानट रिप्लेस द भर्सिटालिटी एन्ड कम्प्रिहेन्सिभ रिच provided by a robust road system. Indeed, the emergence of logistical gaps coupled with the need for rural accessibility indicates that road infrastructure should remain a top priority for government expenditure. Ultimately, I believe that a balanced approach is necessary. Nonetheless, completely shifting funds away from road would be a detrimental error for any modern economy. फेरि यहाँ चाहिँ जुन अलरेडी लेखेको आइडियाजहरू छ त्यसलाई लेखिरहेको छ अनि दिस इज वाट यु आर कन्क्लुडिङ इट विथ, किनभने यसमा चाहिँ तपाईँले मेन आफ्नो थटलाई जाहेर गर्नुहुँदैछ।
You are concluding it with this is the final nail to the coffin. Ultimately, I believe that balanced approach is necessary. Nonetheless, completely shifting funds away from roads would be detrimental error for any modern economy. Right? So you can also take a screenshot for this. You can take a screenshot. Please do the necessary by taking this screenshot. So, that is the end of the lecture, dear students and everyone who all attended it. Thank you so much for tuning in. Ani yo lecture number 10 ko part 1 ma you have been with us. हामीले 3 टा sample questions हरु उठाएका थियौं. You might have thought कि धेरै samples किन उठाएको, एउटा उठाएर गरेको भए हुन्थ्यो. But then हामीले very different answers, different तरिकाले questions हरुलाई कसरी लेख्न सक्छ त्यो हेरिरहेका थियौं. हामीले त्यो मूल अर्थ नबुझे पनि स्ट्रक्चरलाई बुझ्यौं. Right? That is something that is important. So यसमा चाहिँ हामीले what we looked into भने basically 3 टा examples, 3 टा samples हरु उठाएर हामीले यसको examples यो answers लाई solve गर्यौं. Next part मा चाहिँ हामीले discuss both views and your opinion, यो type of essays हरुलाई हेर्ने छौं. So thank you so much everyone for tuning in, and if you haven't subscribed to the channel yet, please do consider subscribing it, hit the notification bell and share पनि गरिदिनुहोस् होला. अनि कति जनाले सब्स्क्राइब गर्नुभएको छैन, गर्नुभएको छ उहाँले नोटिफिकेसन बेल थिच्नु भएको छैन किनभने तपाईहरु अपडेटेड हुनुभएको छैन. टु बी मोर अकस्टम्ड है हाम्रो भिडियोजहरु कहिले ड्रप हुन्छ तपाईहरुलाई अलर्ट राख्नुको लागि त्यो नोटिफिकेसन बेल थिचिदिनुहोस्. एन्ड वन्स यु डु दैट भिडियोहरु तपाईको नोटिफिकेसनमा आफै आइहाल्छ. सो दैट वे यु क्यान have a very easy access to it. So thank you so much everyone. At the end of the day, all that I have to say is enjoy learning, because education is always supposed to be fun. Stay healthy, stay hydrated, stay tuned. Thank you everyone.